साथीहरु यो चाहिँ पोखराको सिग्नेचर रिसोर्ट द फुलबारी रिसोर्टमा आज म तपाईहरुलाई भित्र लगेर देखाउँदै छु। यहाँ कस्तो छ तपाईहरु हेर्न सक्नुहुन्छ र यो स्थिति कस्तो छ र यहाँको अहिले कोठाहरु रुमहरु र ठाउँ कस्तो छ तपाईहरुलाई म प्रत्यक्ष देखाउने सोचमा छु। ओके हजुर हजुरलाई है म यताबाट गए हुन्छ यताबाट जताबाट गइनु भयो है म ओके ल साथीहरु आज चाहिँ एउटा ड्रिम्स भनौं न पोखरामा बसिसकेपछि यो होटलमा आएर बसौं भन्ने खालको त्यो फिलिङ आउँछ नि त्यो चाहिँ आज चाहिँ पुरा भएको छ। तर विडम्बना के छ भने यो ठाउँ अहिले बन्द छ। त्यो भएको कारणले अनि तपाईहरुलाई म देखाउँदै छु र यो ठाउँ हो पोखराको फुलबारी रिसोर्ट र एकदमै नाम चलेको र भनौं न यो कस्तो भने फुलबारी रिसोर्ट पोखराको लागि चाहिँ एकदमै त्यो सिग्नेचर हुन्छ नि त्यो खालको ठाउँ हो र तपाईलाई म देखाउँदै छु। अहिले यो कस्तो छ भने यसमा कुनै कुराहरु पनि चलेको छैन, केही पनि छैन यसभित्र हैन। तपाईले यहाँ देख्न सक्नुहुन्छ यी सबै ढोका लगाएका छन् र मैले ठुलो मेहनत पछि यो ठाउँमा पस्न पाएको छु र मैले धेरै रिक्वेस्ट गरिसकेपछि यहाँ मलाई जान दिनु भएको छ र यहाँको यो ठाउँ कस्तो छ, यो रिसोर्ट चल्दाखेरि कस्तो थियो र अहिले नचल्दा कस्तो छ त्यो म सर र तपाईहरुलाई देखाउने कोसिस गरिरहेको छु। म एकदमै खुसी पनि छु तर एकतर्फबाट अलिकति कस्तो चाहिँ अलिकति दुःख चाहिँ लागिरहेछ। यतापट्टि देख्नुहुन्छ ढुङ्गेसाङ हैन, यो चाहिँ फुलबारी रिसोर्टको यो भवन। वाह कस्तो खुसी भएको के मलाई एकदम खुसी लागिरहेछ यस्तो ठाउँमा आउन पाए भनेर है। र यो रिसोर्ट भनेपछि मान्छेहरुले कति धेरै जो एक्सपेक्टेसन थियो तर अहिले यो बन्द भएको देख्दाखेरि म एकदमै धेरै दुखी टाइपको छु के। हाम्रो घरबाट देख्दाखेरि वाह यो रिसोर्ट कस्तो होला भने जस्तो लाग्थ्यो कि मलाई। र अहिले म आइरहेको छु यहाँका हरेक कुराहरु यस्तो छ साथीहरु हेर्नु त पुरै यस्तो मलाई भित्र पनि पस्न अनुमति दिनुभएको छ उहाँहरुले र एकदमै धन्यवाद व्यक्त गर्न चाहन्छु। यहाँको यो सुरुमै यहाँ स्विमिङ पुल छ साथीहरु र यसको मेन गेट यता हो स्विमिङ पुल म हजुरहरुलाई देखाउँछु। साथीहरु यो चाहिँ स्विमिङ पुल हो र यहाँ स्विमिङ पुल ठुलो एकदमै कलात्मक स्विमिङ पुल छ। यहाँ हेर्नुस् यस्तो छ हैन, यहाँ पनि पुरै यस्तो झाडी के फलिरहेछन्, अब यो फलहरु के फलिरहेछ हैन। त्यो भन्दा नि हेर्नु स्विमिङ पुलको हालत यस्तो बेहाल छ। यति धेरै लगानी गरेको चीजमा यस्तो कसरी भयो होला जस्तो त्यो मलाई त्यो मनमा त्यस्तो के कस्तो भइराखेको नि त। ल्याउहरु स्विमिङ पुलमा ल्याउ छ। यो चाहिँ लगभग 150 रोपनीमा बनेको रिसोर्ट हो र एकदमै चलेको रिसोर्ट पनि हो। र तपाईले देख्न सक्नुहुन्छ उतापट्टि रातो इँटा लगाएर टक्क भनौं न हाम्रो राजाको घर छ नि हैन त्यस्तो भयो। यहाँ हेर्नु बत्तीहरुको यस्तो हालत छ, यहाँ यस्तो हालत छ। अगाडि बढ्छु म तपाईहरुलाई। अहिले चाहिँ यो एकदमै कस्तो डरलाग्दो के अलिकति त्यो टाइपको भइराछ र म आज यो ठाउँमा आउन पाउँदाखेरि चाहिँ मलाई खुसी पनि लाग्छ र दुःख पनि अवश्य लागिरहेछ। यस्तो ठाउँ किन यसरी बन्द भयो होला भनेर देख्दाखेरि मलाई एकदमै गाह्रो फिल भइराछ कि मलाई। हैन यस्तो छ, यस्तो पुरै राम्रो हैन। पुरा यो झन् उसमा हुँदाखेरि कति राम्रो थियो होला के भनौं न जब चल्दाखेरि चाहिँ कति राम्रो थियो होला। अहिले चाहिँ यस्तो भएको हेर्नु साथीहरु। तपाईहरु पनि पोखरा आउनु भएको छ भने त तपाईले फुलबारी रिसोर्टको बारेमा थाहा पाउनु भएको छ होला फुलबारी रिसोर्ट यहाँ छ भनेर। तर पनि अब कतिलाई त यो फुलबारी रिसोर्टमा पस्न पाउनु नै त्यो हुन्छ नि एउटा गर्वको त्यो हुन्छ के
गर्व हुन्छ। तर साथीहरू अहिले चाहिँ यसको हालत यस्तो छ। हेर्नुहोस् त, यत्रो लगानीमा बनेको चिज होला नि त यो। यहाँ अगाडिपट्टि त्यो सट्ट तपाईँले कल्पना गर्नुहोस् कि यहाँ पानी थियो, पानीमा यहाँ सर मान्छेहरू खैरेहरू होइन नेपालीहरू यहाँ बस्दाखेरि कति राम्रो देखिन्थ्यो होला कि। तर अहिले त्यो छैन, सबै बन्द, ढोकाहरू सबै बन्द, पुरै झाडी झाडी भइरहेछ। हरेक नेपालीको एउटा के हुन्थ्यो भने फुलबारी रिसोर्टमा बसौँ न वा भन्ने खालको चाहिँ त्यो कस्तो फिलिङ्स एकदमै के त्यो चाहिँ हुन्थ्यो। मलाई पनि हुन्थ्यो गाउँबाट देख्दाखेरि पनि पुरा त्यो भनौँ न कस्तो त्यो इँटा लगाएको होइन, अनि वा कस्तो होला भन्ने खालको त्यो क्युरियोसिटी मलाई सानैमा हुन्थ्यो। अहिले त म लगभग कति उमेर पुगेर नि कस्तो भइसकेँ। तर यो ठाउँ अहिले यस्तो बेला म हेर्न आइरहेको छु। तपाईँले देख्न सक्नुहुन्छ यी टेबलहरू नि यत्तिकै छन् कि होइन, यो मार्बल लगाएका टेबलहरू हुन्। हो यस्तो यहाँको डाइनिङ जस्तो छ। भित्र हेर्नु डाइनिङ ठुलो छ, यो सामानहरू पनि कति धेरै भित्र छन्, हरेक कुराहरू छन् यो भित्र। तपाईँको भित्रको यस्तो छ। र साथीहरू यहाँ चाहिँ कस्तो छ भने यो चाहिँ मेन गेट यहाँको, यो पनि बन्द छ। तपाईँले देख्न सक्नुहुन्छ यहाँ कस्तो कलात्मक रूपमा यस्तो लगाइएको छ। भित्रपट्टि यस्तो छ यहाँ है, यतापट्टि देखाउँछु म तपाईँलाई। र यो फुलबारी रिसोर्ट हो। दुःख लाग्छ तर मलाई यहाँ आएर यसरी भिडियो बनाउँदाखेरि, मलाई भनौँ न यस्तो देखाउँदाखेरि चाहिँ मलाई त्यति खुसी चाहिँ भएको छैन। यत्रो चिज गरेको चिज नि हामीले सोच्न नसकिने चिजहरू छ नि त यहाँ त। हेर्नुहोस् त, दिस इज फुलबारी रिसोर्ट, पोखराको सबैभन्दा प्रसिद्ध फुलबारी रिसोर्ट। यति धेरै ठाउँमा छ कि साथीहरू होइन, अनि डुलेर पनि नसकिने, बस्नको लागि त्यस्तै राम्रो ठाउँहरू पुरै के। ओके साथीहरू, म चाहिँ अझै घुम्दैछु यहाँ ठाउँ म हस्। अनि यो कस्तो भने म यो चल्ने बेला चाहिँ आउनु पाइनँ होइन। अब हामी चल्ने बेला यहाँ अफोर्ड गर्ने खालको हामी थिएनौँ त्यो खालको। र अहिले नचलेको बेलामा हेर्न आउँदाखेरि नि मलाई कस्तो एकतर्फबाट रमाइलो लागिरहेछ, एकतर्फबाट यत्रो गरेको चिज किन यसरी फ्याँक्यो होला नि, किन खेर फ्याँक्यो होला नि, त्यो चाहिँ एकदमै भइरहेको छ मलाई होइन। यहाँ पनि हेर्न सक्नुहुन्छ। वाह, यति धेरै आर्किटेक्ट भएको छ, यति धेरै आर्किटेक्ट छ होइन होइन। तपाईँले देख्न सक्नुहुन्छ यहाँ कति धेरै आर्किटेक्टहरू छ। तर अहिले यस्तो अवस्थामा छ फुलबारी रिसोर्टको हालत। यहाँ सैनिक प्रतीक्षालय कि यस्तै के छ यो, सैनिकहरूको तालिम केन्द्र भनौँ न, सैनिकहरूको तालिम केन्द्र हो यो। र हामी यता जाँदैछौँ र ठाउँमा पोखरीहरू होइन, अनि खेल्ने ठाउँहरू, बगानहरू
कस्तो मजाले बनाइएको छ के। म चाहिँ फेरि भित्र बस्दैछु र यो ठाउँमा आउँदाखेरि म धेरै खुसी भएको छु र उहाँको जो सरले मलाई यो भित्र पस्नको लागि जुन अलाउ गर्नुभयो उहाँको लागि म धेरै धेरै कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु। उहाँले गर्दाखेरि नै यहाँ पस्न पाइएको, नत्र हामी यहाँ पस्न चान्स पनि छैन। र यो ठाउँ अझ म अगाडि बढ्दैछु। यसको मेन इन्ट्रान्स साथीहरू, हामी मेन इन्ट्रान्सतिर आइरहेछौँ र यो रिसोर्टको इन्ट्रान्स कता हो र एक्जिट कता हो भन्ने पनि थाहा नपाइने तरिकाको रहेछ। एकदमै ठुलो भएको कारणले गर्दाखेरि मैले त्यो खालको त्यो रोड म्याप मैले चिन्न नसकेँ। बाटो हेर्नुहुन्छ यस्तो छ साथीहरू है। भिडियो धेरै लामो हुनसक्छ तर तपाईँहरूले धैर्य गरेर हेरिदिनु होला। दिस इज प्यालेस। यो कुनै भनौँ न कुनै ठुलो एकदमै ठुलो प्यालेस भन्दा कम छैन है। हेर्नुहोस् त यो चाहिँ इन्ट्रान्स हो ठ्याक्क। कति राम्रो देखियो। अझै पनि यसको सुन्दरता हेरेर यस्तो फिल भइरहेछ यो आजै खुलिदियो हुन्थ्यो। फेरि पोखरामा फुलबारी रिसोर्ट खुल्यो अरे भन्ने त्यो हुन्छ नि, त्यो आइदिने भने नि म त डेन्जरै रमाउँथेँ जस्तो फिल भइरह। यसको यो इन्ट्रान्स साथीहरू कति ठुलो छ। यो कुनै प्यालेसभन्दा कम छैन। यिनका सबै यी बस्ने कोठाहरू यी सबै यस्ता भएका छन् साथीहरू। यी पुरै रङ्ग हो है। ल फुलबारी रिसोर्टमा पनि आज पस्ने मौका पाएँ मैले। यहाँ चाहिँ घन्टी रहेछ। त घन्टी यतापट्टि नि घन्टी छ होइन। अनि यतापट्टि हेर्नुहुन्छ भने माने छ यो हेर्नु। ओके यो माने पनि चलाइहालौँ। र भित्रपट्टि हेर्दैछु म साथीहरू। र भित्रपट्टि अहिले तर एकदमै सफा सुग्घर। अझै पनि कति राम्रो के भित्र। तर यहाँ मैले कहीँ पनि त्यस्तो खालको त्यो सिसी क्यामेराहरू यताउता खासै देखिनँ। र भित्र पनि चान्सहरू यहाँ यस्तो छ। र यो ब्लगहरू कस्तो राम्रो छ कि है। यतापट्टि हेरौँ है। भित्रपट्टि यहाँ चाहिँ सरको बाइक होला सायद यो। कुनै बेला यहाँ चाहिँ नेपाली पर्यटकहरू अनि विदेशका पर्यटकहरू आएर मजाले यहाँ कफी खान्थे होलान्। कति लन्च गर्थ्यो, कति डिनर हुन्थ्यो होला, कति पैसाको यताउता हुन्थ्यो होला। तर अहिले यो स्थिति छ होइन साथीहरू, हेर्न सक्नुहुन्छ। र बनाउनु नि यार यो त्यस्तो चाहिँ नभ्याक्नु यार। दुःख लाग्यो मलाई, लास्टै धेरै दुःख लाग्यो।
कति सुन्दर कति शान्त छ यार। यी पोखरीमा पानी थियो होला नि पहिला। यहाँ कोही नहुँदाखेरि त यति आनन्द यति कस्तो फिलिङ कस्तो गुड भाइब आइरहेछ भने यहाँ मान्छेहरूको चल पाउँदाखेरि कस्तो थियो होला साथीहरू। तपाईँ आफै अनुमान लगाउन सक्नुहुन्छ कि यहाँ कस्तो थियो होला के त्यो बेला जुन बेला यो हाई टपमा थियो के पोखरामा फुलबारी रिसोर्ट भनेपछि यति टपमा भएको रिसोर्ट हो र अहिले यसको हालत यस्तो छ र अझै यसको स्थिति कस्तो बनियो त्यो कुरो त समयले नै देखाउला। र यो चाहिँ एउटा इतिहास भयो साथीहरू हैन। र हजुरहरूलाई यो यहाँ आएर यो भिडियो देखाउँदाखेरि मलाई एक झट्काबाट उहाँहरूको त्यो जसले यहाँ इन्भेस्ट गर्नुभएको थियो जसले लगानी गर्नुभएको थियो उहाँहरूप्रति दुःख पनि एकदमै लाग्यो हैन। र अहिले यो नचलिराख्दाखेरि किन चलेन होला चल्दिए नि हुन्थ्यो फेरि यसलाई कसैले आएर बनाइदिए हुन्थ्यो फेरि यो चल्दिए हुन्थ्यो फेरि पोखरामा यहाँ रिसोर्टमा मान्छेहरू आएर हैन मजाले डिनर खाइदिए हुन्थ्यो यहीँ आएर कफी खाइदिए हुन्थ्यो यहाँ घुमिदिए हुन्थ्यो। त्यो चाहिँ मलाई भइरहेको र तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु यो भिडियो हेरिदिनु भएकोमा। र मेन कुरा यहाँको मेन सरले यो घुम्ने वातावरण मिलाइदिनु भएकोमा पनि म उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र तपाईँले देख्न सक्नुहुन्छ यस्तो छ। र कतिलाई त यो रिसोर्ट यहाँ छ भन्ने कुरा पनि कतिलाई त थाहा पनि छैन होला। जुन जेनेरेसन अहिले हाम्रो जुन नयाँ जेनेरेसन छ नि त्यो जेनेरेसनलाई चाहिँ यहाँ यस्तो खालको रिसोर्ट छ पोखरामा भन्ने कतिलाई थाहा पनि छैन। र यो हाम्रो बेलाको जुन हामी 90s को हामी हौँ र 90sतिरकोलाई चाहिँ पोखरामा यस्तो राम्रो रिसोर्ट छ भन्ने कुरो थाहा छ तर अहिलेको बच्चाहरूलाई थाहा छैन। सो तपाईँहरू सानो बच्चाहरू हुनुहुन्छ भने पोखरामा यस्ता राम्रा राम्रा चिजहरू बनेथे नेपालमा जे राम्रो छ त्यो छिटो गछ के। जस्तै नेपालमा गोरखखाली टायर थियो त्यो पनि गयो बाँसबारी जुत्ता थियो त्यो गयो। त्यसपछि विभिन्न थरीका हाम्रा ती संरचनाहरू र भनौँ न राजाले बनाउनु भएको सबै कुराहरू थिए ती तर अहिले चाहिँ छैनन् कुनै पनि राम्रा राम्रा चिजहरू। साथीहरूलाई मैले यहाँ देखाउँदैछु र सबैतिर पर्दा लगाइएको छ। यहाँ लगभग धेरै नै कोठाहरू देखिन्छन् र यहाँ आगो पनि लगाइरहेको छ किनभने सरसफाइ गर्न एकजनाको चाहिँ यहाँ चान्सेसै छैन यति ठुलो छ यो। म अगाडिबाट पसेँ र उता साइडबाट पस्दै र पछाडिको यो भाग हजुरहरूलाई देखाउँदैछु। र